सोच्नुहोस् त तपाईको एउटा परिवार बिमारी भएका छन् र बाहिर एम्बुलेन्स छ, हात काप्दैछ, फोन उठाउनुहुन्छ र एनटीसी अथवा एनसेल सिमबाट फोन गर्नुहुन्छ। अप्सन कुनै छैन। परीक्षाको रिजल्ट हेर्नु छ, अनलाइन फर्म भर्नु छ, बैंक ट्रान्सफर गर्नु छ, आफन्तलाई कल गर्नु छ, हरेक पटक एनटीसी अथवा एनसेल बाहेक अरु कुनै अप्सन छैन। यी दुई कम्पनी नेपालको टेलिकम्युनिकेसनको ब्याकबोन हुन्। देशको कुना कुनासम्म यिनकै टावर छ, यिनकै नेटवर्कमा सरकारी काम चल्छ, यिनकै सिम बिना नेपालमा डिजिटल जीवन सम्भव छैन। यी कम्पनीहरू पावरफुल छन् साँच्चै, त्यो झुटो होइन, तर त्यही पावर नै समस्या हो। किनकि जब तपाईसँग जाने ठाउँ कुनै छैन, तपाईसँग लिमिटेड ठाउँ छ भने तपाई कता जानुहुन्छ? तपाई हरेक महिना एनसेल वा एनटीसी लाई पैसा तिर्नुहुन्छ। इन्टरनेट ढिलो चल्छ, कल ड्रप हुन्छ, कहिलेकाहीँ त सिग्नल पनि राम्रोसँग आउँदैन। तपाई गुनासो गर्नुहुन्छ, साथीहरूले पनि गुनासो गर्छन्, फेसबुक, टिकटक, इन्स्टाग्राम र पोस्ट गर्नुहुन्छ र अर्को महिना उही प्राइस आउँछ, उही स्पिड हुन्छ र उही व्यवस्था। तपाईको कम्प्लेनको कुनै भ्यालु छैन। तर सोच्नु भयो कहिले किन यस्तो भएको छ र किन यी कम्पनीहरूलाई केही फरक पर्दैन? आज हामी यसको असली जवाफ खोज्नेछौँ र जवाफ सुनेर तपाई अलिकति भए पनि असहज हुनुहुनेछ। नेपालमा दुईवटा मुख्य टेलिकम कम्पनीहरू छन्, एनटीसी र एनसेल। मान्छेहरू भन्छन् यिनीहरू कम्पिटिटर हुन्, तर यहाँ एउटा कडा सत्य के हो भने जब मार्केटमा सिर्फ दुईटा खेलाडी हुन्छन् उनीहरू कम्पिट गर्दैनन्, उनीहरू मिल्छन्। इकोनोमिक्सको भाषामा भन्यो भने डुओपोली भन्छन्। जब कोही तेस्रो प्लेयर आएर तपाईलाई राम्रो डिल दिन सक्दैन भने तब यी दुई कम्पनीहरूलाई रिभ्यूको कुनै डर छैन। तपाई जानुहुन्छ र कम्प्लेन गर्नुहुन्छ, भोलिपल्ट तेस्रो कम्पनी पनि त्यस्तै आयो भने त्यस्तै हुने हो। अब नम्बर हेरौँ। भारतमा 4 वटा ठूला टेलिकम कम्पनीहरू छन्, एयरटेल, भोडाफोन, जियो एन्ड बीएसएनएल। 4 कम्पनीहरू हरेक दिन एकले अर्कालाई बिट गर्न कोसिस गरिरहेको हुन्छ। नतिजा भारतमा इन्टरनेट अफोर्डेबिलिटीमा विश्वकै 10औं स्थानमा छ। नेपाल 100 मध्ये 84औं स्थानमा छ र सम्पूर्ण दक्षिण एसियामा सबैभन्दा पछाडि छ। औसत भन्दा पनि अझै निकै तल छ। तर यहाँ कुरा सकिँदैन। अब 2024 मा एनटीसी र एनसेल दुवैले मिलेर सरकारलाई 24 अर्ब रुपियाँको ट्याक्स तिरे। 24 अर्ब, यो सुनेर के लाग्छ तपाईलाई? एकदम रमाइलो लाग्छ होला, राम्रो कुरा हो जस्तो लाग्छ होला। कम्पनीहरूले ट्याक्स त तिरिरहेका छन्, तर एक सेकेन्ड रोकेर सोच्नुहोस्, यदि सरकारले महँगो इन्टरनेट बेच्ने कुनै दुई कम्पनीबाट 24 अर्ब रुपियाँ कमाइरहेको छ भने तब सरकारलाई साँच्चै तेस्रो कम्पनी चाहिन्छ र जसले प्राइस घटाओस्, जसले यी दुई बजार तोडोस्। सोच्नुहोस् त एकचोटि, तपाईको डाटा र फोन कल महँगो हुनुको कारण एनटीसी र एनसेल होइन, यो एउटा सिस्टम हो। सरकारले नियम बनाउँछ, सरकारले कसले अपरेट गर्न पाउँछ भनेर एप्रुभ गर्छ र सरकारले तपाईको हरेक डाटा प्याक र फोन कल प्याकमा ट्याक्स उठाउँछ। त्यसैले एनसेल र एनटीसी लाई कहिले गाली नगर्नु, यो अधुरो कुरो हो। असली तस्बिर अझ ठुलो छ। यो सिस्टमलाई आफैलाई सुधार्ने कुनै इन्सेन्टिभ छैन। कम्पनीहरूलाई कुनै डर छैन, सरकारमाथि कुनै प्रेसर छैन र तपाईसँग जाने कुनै विकल्प पनि छैन, मसँग पनि छैन। तर यो बदलिन सक्छ र बदलिएको उदाहरण पनि हाम्रै छिमेकी मुलुकमा छ। 2016 मा जियो कम्पनी भारतमा आयो। एउटै कम्पनी एकै वर्षमा इन्टरनेटको प्राइस 95% ले घटायो। 95% यो कुनै सानो नम्बर होइन। एउटा कम्पिटिटरले पुरै सिस्टम हल्लाइदियो। नेपाल अझै त्यो पललाई कुर्दैछ र प्रश्न एउटै छ, हामीले कुर्नु परिरहेको अवस्थाबाट कसलाई फाइदा भएको छ? तपाईले यो कुराको जवाफ कमेन्टमा लेख्नुहोस्। के नेपालमा कहिल्यै साँचो कम्पिटिसन आउँछ वा यो सिस्टम यसै गरी चलिरहन्छ? जवाफ कमेन्टमा लेख्नु होला र भिडियो मन पर्यो भने यसलाई लाइक र शेयर गर्नु होला, सक्दो शेयर गर्नु होला र च्यानललाई सब्स्क्राइब गर्नु होला, किनभने तपाईको एउटा सब्स्क्राइबले हामीलाई भिडियो बनाउन मोटिभेसन मिल्छ। भेटौँला अर्को भिडियोमा।